यो कथा हो मेरो। 10 वर्षदेखि विदेशको मरुभूमिमा पसिना बगाइरहेको छु। घरमा गरिबी थियो। 35 वर्षसम्म पुराना सरकार सत्तामा बसे, तर गाउँमा न रोजगार आयो न विकास। घरमा कमाउने अरू कोही थिएन। छोराछोरीको पढाइ रोकिने अवस्थामा थियो। अन्ततः मैले देश छोड्ने निर्णय गरेँ। 10 वर्षसम्म घर फर्किन सकिनँ। हरेक वर्ष सोचेँ अर्को वर्ष फर्किन्छु, तर गरिबीले मलाई बाँधिरह्यो। नेपालमा नयाँ चुनाव घोषणा, परिवर्तनको सम्भावना। सायद अब परिवर्तन आउला, सायद अब हाम्रो देशमा रोजगार पाइएला। यस पटक म फर्किन्छु। जे भए पनि म भोट दिन्छु परिवर्तनका लागि। 10 वर्षपछि आज म आफ्नै माटोमा फर्किएको छु। यो माटोको माया कहिल्यै मरेन। यदि घन्टीको सरकार आयो भने हाम्रा सन्तानले विदेश जानु पर्दैन। इरियाले बुढा र 2 चोटि किडनी फेरेकाले हाम्रो देशलाई त डुबाएर छोडेका थिए। हामी आफ्नै देशमा सम्मानसँग बाँच्न सक्छौँ। परिवर्तन एक दिनमा आउँदैन, तर सुरुवात एउटा मतबाट हुन्छ। अब त बालेन र रवि जस्ता देशप्रेमीहरू सरकारमा छन्। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब गरेर भिडियो लाइक र सेयर गर्न नबिर्सनुहोस्। साथै यसपटकको चुनावमा घन्टी चिन्हमा मतदान गरेर देशलाई नयाँ दिशातर्फ अगाडि बढाउँ। जय घन्टी।